कमाइ नै यति छ, मैले गर्न सकेको यति छु भनेर चाहिँ तपाईले त्यसलाई चाहिँ स्वीकार भाव राख्नुभयो भने तपाईलाई कुनै डर पनि हुँदैन र तपाईलाई कुनै चिन्तै हुँदैन र अरूको कुराहरूलाई हामी अरूतिर हेर्छौँ। जस्तै हामी हामीसँग भएको सम्पत्तिलाई चाहिँ नहेरिकन हामी अरूको सम्पत्तिलाई हेर्छौँ र हामीसँग भएको सम्पत्ति तपाईले हेर्न सक्नुभयो भने त्यो दुःखै हुँदैन, किनभने त्यो सम्पत्ति त हामीसँग छ नि त, मसँग छ नि। खुसी भए पनि दुखी भए पनि मसँगै हुन्छ, न कि अरूसँग। त्यसैले आफूलाई एउटा राम्रो कुरा, राम्रो बानी दिन सक्नुभयो भने तपाईको दिन जहिले तपाईको उज्यालो हुनेछ र तपाई जहिले पनि मुस्कुराउनु भयो भने तपाई त्यही हो सबैभन्दा ठुलो रोगको, डिप्रेसनको औषधि भन्नु नै त्यही हो। हामी हस्पिटल जान्छौँ, हामी ठुला हस्पिटल जान्छौँ, डाक्टर चिन्छौँ, यस्तो भयो भन्छौँ र त्यो हुनुभन्दा अगाडि नै हामी एउटा खानपानमा ध्यान दियौँ भने र हामीले आफ्नो जीवनशैलीलाई ध्यान दियौँ भने सायद त्यो कुनै रोगले नै, कुनै औषधि तपाईले सेवन गरिराख्नु पर्ने नै छैन भन्ने योग ध्यानले नै तपाईलाई सिकाउँछ। धन्यवाद।